मलाई चाहिँ जरुरी छ जस्तो लाग्छ। खास गरी हामी अब नेपालगञ्जमा आउँदाखेरि मैले जुन जति पनि प्रतिक्रिया सुने उहाँहरूको लागि एकदमै नौलो हो। नौलो कुरा भयो भने अलिक नजिक जान, नयाँ कुरालाई देखेपछि नजिक जान डर लाग्छ। तर यो चाहिँ नयाँ कुरा भएको बावजुद पनि एकदमै इम्पोर्टेन्ट कुरा रहेछ, महिलाहरूको बारेमा रहेछ, महिलाहरूले गर्नुभएको कामको बारेमा रहेछ भनेर हामीले त्यस्तो खालको प्रतिक्रिया। र महिलाहरूकै कुरा गर्ने हो भने उहाँहरूले चाहिँ यदि पहिला पुस्ताका महिलाले यस्तो काम गर्नुहुन्थ्यो भने अहिले त हामीले पक्कै पनि यस्तो काम गर्न सक्छौँ। यदि पहिला ग्रेजुएट हुनुहुन्थ्यो, आजभन्दा 50 वर्ष अगाडि ग्रेजुएट हुनुहुन्थ्यो भने अहिले त त्यो बिल्कुलै गलत होइन। अहिले त झनै हुनुपर्छ त, अहिले झनै पढाउनु पर्छ त जस्ता प्रतिक्रिया पनि र विद्यार्थीहरूबाट ल यस्तो खालको उहाँहरूले बन्देशमा बस्नु पर्थ्यो त के स्कुलै जान नपाउने, यत्रो टाढासम्म हिँडेर स्कुल जानुपर्ने जस्ता सामान्य कुराहरू कि यो त एकदमै नर्मल कुरा हो त। फिल्म हेर्न जानु पाउने यो त सबैले गर्छन् त आजकल, यस्तो थियो र भनेर उहाँहरूको लागि पनि नयाँ लाग्ने कि जनयुद्धको बारेमा सुनेको, राणाकालको बारेमा सुनेको, तर यहाँ चाहिँ राणाकालमा यस्तो यस्तो भएको रहेछ है त भनेर यो काम गर्नुभएको रहेछ। र खास गरी महिलाहरूले चाहिँ यो काम गर्नुभएको रहेछ भनेर बच्चाहरूको लागि पनि एउटा नयाँ कुरा सिक्ने र मैले चाहिँ पाएको कुरा यो हो कि बच्चाहरूलाई पनि एकदमै इन्ट्रेस्टिङ चाहिँ लागेको छ यो कुराहरू। त्यो बाहेक यो चाहिँ किन हेर्न आउनुपर्छ त, म त नेपालगञ्जको जति पनि हेरिरहनु भएको छ उहाँहरूलाई भन्छु तर सायद तपाईँको सहरमा यस्तो खालको प्रदर्शनी भएको छैन होला, फोटो प्रदर्शनी त भयो होला नि, तर यस्तो एजुकेसनल केही सिक्ने सिकाउने भएको छैन होला। आउनुहोस्, हेर्नुहोस् हाम्रो प्रदर्शनी रामलीला मैदानमा चैत 4, 5 र 6 गतेसम्म यहीँ रहिरहन्छ। समय जुटाएर आउनुहोस् र यसलाई हेरिदिनु होला। एकदमै सार्वजनिक, फ्री, निःशुल्क तपाईँले हेरेर हामीलाई प्रतिक्रिया दिनु होला। किशोरी बलात्कार हुँदै गर्दाखेरि महिलाहरू सडकमा आएर चाहिँ उहाँको न्यायको लागि चाहिँ गरिएको आन्दोलन हो। महिलाहरूले गरेका आन्दोलनहरू छन्, महिलाहरू चाहिँ श्रमको लागि गरेका आन्दोलनहरू यो चाहिँ तपाईँहरूले देख्नुहुन्छ। यो दलित महिला समूहद्वारा चाहिँ गरिएका आन्दोलनहरू उहाँहरू दिनुभयो। आफ्नो 16 बुँदे हक अधिकारहरू लेखाउनको चाहिँ भरमा के छ त भनेर चाहिँ तपाईँले विद्युत प्रतिष्ठानमा सहभागी भएका नेपाली महिलाहरू कथाहरू। अब
फेरि एउटै जनाको नाम चाहिँ लिन मिल्दैन है। यो गर्नुमा चाहिँ नेपाली महिलाहरू धेरैको योगदान छ, धेरैको सङ्घर्षहरू छ। अहिले एउटा महिलाले मात्रै उहाँले मात्रै गर्नुभएको भनेर हामीले त्यसरी चाहिँ एकजनालाई चाहिँ हामी इन्डिकेट चाहिँ गर्दैनौँ। यो धेरै महिलाहरूले हाते मालो गर्दै सङ्घर्ष नगरेसम्म चाहिँ यो सम्भव नहुने कुरा पनि त्यो सबैको साथ सपोर्ट र एकअर्का मिलेर गरेको काम चाहिँ हो। यो एकजनाले कसरी गर्नुभयो भनेर चाहिँ हामी यसलाई चाहिँ हामी त्यसरी चाहिँ भन्न सक्दैनौँ। कति कस्तोमा चाहिँ सुकुम्बासी टोल जुन नेपाल सरकारले नै हटाउने कुरा थियो, त्यो सुकुम्बासीहरूको टोल नै बस्ने नै हटाइयो भने सुकुम्बासीहरू कता गएर बस्ने त? एउटा चाहिँ कस्तो पार्ने त केही नभएर त सुकुम्बासी हुन्छ, तर त्यो सुकुम्बासी टोल पनि उठाइयो भने उहाँहरूको जिन्दगीको अस्तित्व के रह्यो त? उहाँहरू कता गएर बस्ने त भनेर चाहिँ यो चाहिँ सुकुम्बासी बस्ती हटाइनु हुँदैन है भनेर महिलाहरूले गरेको आन्दोलन कपिलवस्तुमा अहिले नेपालका विभिन्न जिल्लामा विशेष गरी चाहिँ भारतसँग नाका जोडिएका जिल्लाहरूमा शक्ति समूह भन्ने शाखा छ। यसको हेड अफिस चाहिँ काठमाडौँमा छ। उहाँ हो चरीबा तामाङ। उहाँलाई चाहिँ हामी एकदमै नेपालीको अहिले हाम्रो नेपाली महिलाहरूको उत्प्रेरणाको रूपमा जिन्दगी के हो त भन्ने सङ्घर्ष हामीले उहाँबाट चिन्न सक्छौँ। हामी फेरि शक्ति समूह खोलेर नेपाली महिलाहरूलाई जुन भारतमा हुने बेचबिखनबाट उहाँले बचाउने र त्यसमा बेचबिखनलाई रोकथाम गर्ने कार्य गर्नुहुन्छ शक्ति समूह संस्थाद्वारा। जम्मा हुनु भनेको अहिलेको जस्तो सजिलो थिएन। त्यो बेला पुरुषहरूको जमात त हुन्थ्यो नै, महिलाहरूले एउटा घरमा सीमित हुनुहुन्थ्यो। तर महिलाहरू यसरी मिलेर काम गर्न, यसरी चाहिँ जमात भएर उहाँहरूको भेटघाट चाहिँ त्यो समयमा चाहिँ हुँदैन थियो। तर यसमा चाहिँ त्यो समयमा चाहिँ महिलाहरू मिलेर चाहिँ काम गर्नुहुन्थ्यो है, जमातै बनाएर काम गर्नुहुन्थ्यो है भनेर हामी यता देख्न सक्छौँ। जसमा चाहिँ तपाईँले यो देख्न सक्नुहुन्छ, यो त्यो बेलाको चाहिँ त्यो बेलामा शान्ता श्रेष्ठ महिला विकास विभागको प्रमुख हुने बेलामा चाहिँ महिलाका लागि केही गरिएका कामहरू, केही पत्रिकाहरू र केही लेखहरू छन् यसमा, जसमा अब म मान्छे कि श्रीमती कि कुखुरा कि पोथी भनेर चाहिँ महिलालाई एउटा बच्चा जन्माउने मेसिन जस्तो सोचिन्छ। त्यो अहिले पनि छ होइन। एउटा छोराको नाममा पनि धेरै छोरी जन्मे भने छोराको आशले महिलाहरू 10-15वटा बच्चा जन्माउनु पर्ने, 5-6वटा बच्चा जन्माउनु पर्ने। अहिले पनि त्यो कुरामा चाहिँ अन्त्य हुन सकेको छैन। त्यो बेलादेखि नै महिला भनेको कुखुराको पोथी होइन है, बच्चा जन्माउने मेसिन होइन, महिलाको पनि आफ्नै जिन्दगी छ भनेर चाहिँ त्यो बेलादेखि नै महिलाहरूले यसरी जनचेतनामूलक कार्यक्रमहरू त्यो बेला नै गर्नुहुन्थ्यो। अनि अर्को मात्र भन्दाखेरि छोराको आशमा देखिएको एउटा सपना हो यसमा। अब हामी यहाँ सक्यो होइन, हरूले चाहिँ भोग्नु परेको जुन जातपातमा जातीय विभेदमा विशेष गरी बाँकी महिलाहरूले मात्रै भोग्नु परेको एउटा जातकै आधारले भोग्नु परेको विभिन्न हिंसा, विभिन्न विभेदहरू, विभिन्न अपहेलनाका विरुद्धमा चाहिँ उमादेवी बाजेले काठमाडौँको सिंहदरबारको बारमा उहाँले चाहिँ यो आन्दोलनलाई हामीले पेटीकोट आन्दोलन भनेर चिन्छौँ। उहाँले चाहिँ बाँकी महिलाको हक हितको लागि, बाँकी महिलाको चाहिँ भएको उहाँहरूमाथि भएको अपहेलनाको अन्त्य गर्नको लागि उमादेवी बाजेले चाहिँ यसरी आफू अगाडि बढेर यसरी चाहिँ एउटा आँट र एउटा हौसला बनेर चाहिँ उहाँले गर्नुभएको आन्दोलन यो आन्दोलनलाई चाहिँ हामी पेटीकोट आन्दोलन भनेर चिन्छौँ। हाम्रो प्रदर्शनीको एउटा च्याप्टर हो, हाम्रो 4वटा च्याप्टर मध्येको। अनि यसमा चाहिँ जनताका माझ महिला, विशेष गरी जनताका माझमा महिलाहरूले कसरी काम गर्नुभयो यो च्याप्टरमा चाहिँ हामी महिलाहरूको राजनीतिक सङ्घर्ष हेर्छौँ। एउटा सामान्य महिला अखिल क्रान्तिकारीको यात्रादेखि उहाँहरू शिक्षा मन्त्रीसम्मको यात्रा महिलाहरूको कसरी पुग्यो त? महिलाहरू चाहिँ राजनीतिमा कस्ता सङ्घर्ष गर्नुभयो। एउटा चाहिँ 2 वर्षको काठको पश्चात छिमेकीसँग परिवारसँग छोडेर महिलाहरू राजनीतिको लागि भूमिगत भएका महिलाहरूको सङ्घर्ष छन्। महिलाहरू कस्ता सङ्घर्ष गर्नुभयो र त्यसमा चाहिँ कस्ता सफलताहरू पाउनुभयो त? जस्तो हामी यता हेर्न सक्छौँ, हाम्रो नेपालको पहिलो प्रधानमन्त्री टङ्क श्रीमती हुनुहुन्थ्यो मिना आचार्य। मिना आचार्यले त्यो बेला नै आफ्नो श्रीमानको बाहिर जुन विदेशमा भ्रमण हुन्थ्यो त्यो भ्रमण चिठीहरू उहाँले पढ्थ्यो। उहाँले ओसार पसार गर्ने चाहिँ जोखिम कुरा काम। त्यति बेला चाहिँ विदेश र नेपालमा चिठी ओसार पसार गर्नु भनेको सामान्य कुरा थिएन। तर चाहिँ मिना आचार्यले त्यो बेला चिठीहरू ओसार पसार गर्ने कामहरू गर्नुहुन्थ्यो। त्यतिखेरका यिनी चिठीहरू चाहिँ हो। हजुर। अनि जसमा हामी उहाँ चाहिँ अब
पुण्य प्रभादेवी ढुङ्गानाको बारेमा हामी यता बुझ्न सक्छौँ। उहाँले राणा शासनकै बेलामा अखिल नेपाल महिला सङ्गठन स्थापना गरेर त्यो बेला नै महिलाहरूको हक अधिकारको लागि महिलाहरूमा भएको विभिन्न चाहिँ महिलाहरूले अगाडि बढ्नको लागि चाहिँ नेपाल महिला सङ्गठन अखिल महिला सङ्गठन भन्ने स्थापना गरेर महिलाहरूले अगाडि बढेर राजनीतिमा आउनमा चाहिँ उहाँले धेरै उत्प्रेरणा र सपोर्ट गर्नुभएको छ। शिक्षा मन्त्री साहना प्रधान एउटा नेपाली महिला शिक्षा मन्त्रीसम्म कसरी पुग्नुभयो? अब उहाँले चाहिँ पद्मकन्या क्याम्पसबाट उहाँको शिक्षाको सुरुवात भएको थियो। पद्मकन्या क्याम्पसमा पढ्नुभयो उहाँले। त्यसै गर्दा गर्दै उहाँले चाहिँ राजनीतिमा विभिन्न सङ्घर्षहरू गर्दै राजनीतिमा महिलाहरूका लागि विभिन्न आवाजहरू उठाउँदै उहाँले चाहिँ राणा शासनको अन्त्य गर्न उहाँले महिलाहरूको जमात जुटाएर विभिन्न आन्दोलनहरू गर्ने विभिन्न राणा शासन चाहिँ त्यो हटाइनुपर्छ कि हाम्रो लागि ठिक छैन भनेर राणा शासनको विरुद्धमा चाहिँ अहिले आवाज उठाउने अठोट गर्ने महिला हुनुहुन्छ साहना प्रधान। त्यसरी चाहिँ हामीले अब मङ्गला देवी सिंहको बारेमा त धेरैजनालाई हामी बुझिरहेको कुरा हो, थाहा नै छ। मङ्गला देवी सिंह चाहिँ कति उमेरमा उहाँ राजनीतिमा आउनुभएको थियो। उहाँको श्रीमान चाहिँ गणेशमान सिंह उहाँ सत्ताको निकटपछि उहाँ केही कारणले जेलमा हुँदै गर्दाखेरि एउटा नेपाली महिलाले आफ्नो श्रीमान जेलमा हुँदै गर्दा एउटा निराशापन छाउने हाम्रो समाजमा उहाँले श्रीमान पो जेलमा हुनुभयो त, म त जेलमा छैन, म राजनीति यात्रालाई म अगाडि बढाउँछु भनेर चाहिँ उहाँले राजनीतिमा विभिन्न सङ्घर्षहरू गर्दै क्रान्तिहरू गर्दै उहाँले आफ्ना श्रीमानको ठाउँ चाहिँ उहाँले ओगटेर राजनीतिमा आउनुभयो र राजनीतिमा चाहिँ के सफलताहरू प्राप्त गरेर उहाँले महिलाको लागि त्यसरी लड्नु भएको छ। अब हामी यता हेर्न सक्छौँ, यता चाहिँ यो त्यति बेला महिलाहरूको दाङको देउपुरीको स्थानीय पञ्चायत महिला वर्गीय सङ्गठनहरूको सदस्यहरू हुनुहुन्छ। दाङमा चाहिँ तर महिलाहरूले एउटा सङ्गठन बनाएर अब महिलाका लागि हामी महिला कसरी अगाडि बढ्छ त, राजनीतिक महिला चाहिँ कसरी आउनु त भनेर दाङमा चाहिँ एउटा महिलाहरूको समूह हो। त्यति बेला चाहिँ महिलाहरूले समूह बनाउनु भनेको अहिलेको जस्तो सजिलो छ, अलिकति अनौठो अलिकति नयाँ कुरा र एउटा जटिलताको कुराहरूमै महिलाहरू यसरी सङ्गठित भएर चाहिँ काम गरेका थिए भनेर हामी यो तस्बिर पनि देख्न सक्छौँ। यसै गरी चाहिँ हामी सबैलाई थाहा नै होला, काठमाडौँको ज्ञानेश्वरमा चाहिँ साइकल हुर्काएर पाइप लगाउँदै साइकल हुर्काएर हिँड्ने चाहिँ रश्मि राज्यलक्ष्मी शाहलाई हामी कसैले पनि बिर्सेका छैनौँ। कतिको दिनमा अहिले पनि हुनुहुन्छ। त्यो बेला चाहिँ रेडियो नेपालको सहनिर्देशक हुनुहुन्थ्यो उहाँ। त्यो बेला जस्तै अहिलेको हाम्रो तत्कालीन राजा महेन्द्र राजा, त्यसपछि धेरैले हामी देख्नेछौँ काङ्ग्रेसका नेता बिपी कोइरालासँग चाहिँ त्यो बेला एउटा 3वटा पुरुषको माझमा राजाहरूसँग नेताहरूसँग महिला बसेर छलफल गर्नु भनेको त सामान्य कुरा पनि थिएन। उहाँले त्यो बेलाले रेडियो नेपालमा काम गर्दाखेरि राजाहरूसँग बसेर उहाँले छलफल गर्नुहुन्थ्यो। त्यसै गरी चाहिँ रश्मि राज्यलक्ष्मीले प्रकाश जङ शाहसँग विवाह गर्नुभयो, तर प्रकाश जङ शाहसँग पनि उहाँको श्रीमान पनि क्रान्तिकारी नै हुनुहुन्थ्यो। तर उहाँले चाहिँ पञ्चायत शासन लागू गरेपछि सशस्त्र आन्दोलनमा लागेका थिए उहाँका श्रीमान। रश्मि शाह भने नुवाकोटको स्थानीय महिलाहरूले सामन्ती शोषण विरुद्ध परिचालन गर्नमा संलग्न हुनुहुन्थ्यो। उहाँ महिलाहरूलाई चाहिँ कसरी उहाँले सामन्तवादी शोषण विरुद्धबाट हामीले बाहिर निकाल्ने त, त्यसको विरुद्धमा कसरी लड्ने त भनेर उहाँले महिलालाई चाहिँ परिचालन गर्नमा त्यो काम संलग्न भएर महिलाका विषयमा काम गर्नुहुन्थ्यो राज्यलक्ष्मी शाह। र उहाँले एकदमै राम्रो कविताहरू पनि लेख्नुहुन्थ्यो। यो कविता तपाईँले देख्न सक्नुहुन्छ। उहाँले यो आफ्नो श्रीमानको मृत्युपछिको शोकमा उहाँले लेख्नु भएको कविता हो यो। हजुर, अनि यसरी नै तपाईँले यसरी अरूमा पनि देख्नुहुन्छ। यो जस्तै नुवाकोटकी प्रेम कुमारी तामाङ, धादिङकी लालमाया तामाङ राजा महेन्द्र सत्ता हत्यापछि उहाँहरू चाहिँ काठमाडौँमा चाहिँ विरोध गर्न आउनुभएको थियो। र उनीहरूलाई चाहिँ त्यो विरोध गर्ने त्यो नुवाकोटको एकजना तामाङ परिवारको महिला काठमाडौँमा आएर होइन एउटा जुन राजाको सत्तापछि उहाँहरूले त्यसरी आन्दोलन गरेर उहाँहरू जेलमा बस्न पनि तयार हुनुभयो कि आफ्नो अधिकारको लागि चाहिँ। त्यसै गरी हामी यता देख्न सक्छौँ उहाँ चाहिँ सरस्वती राई, उहाँको घर इलाम। पञ्चायतमा चाहिँ सरस्वती राईले पञ्चायतको जस्तो यो फोटोहरू देख्नुहुन्छ। त्यो बेला पञ्चायतको वर्गीय सङ्गठनका जिल्ला प्रमुखहरूका तस्बिरहरू सरस्वती तामाङले चाहिँ सङ्कलन गर्नुभएको तस्बिरहरू। सरस्वती तामाङले चाहिँ त्यो पञ्चायत कालमा पनि नेपालका विभिन्न ठाउँहरूमा गएर जुन गाडी केही पनि नभएको, गाडीका साधन यातायातका साधनै नभएको ठाउँमा त्यसरी घोडा चढेर यसरी यीहरू लिएर चाहिँ विभिन्न जिल्लाहरूमा गएर जुन महिलाहरूमाथि हुने विभिन्न अन्यायका विरुद्धमा आवाज उठाउनुहुन्थ्यो। उहाँले महिला सङ्गठनहरू बनाउनुहुन्थ्यो र महिलाहरूले कसरी अगाडि बढ्ने त भनेर उहाँले विभिन्न छलफलहरू गर्नुहुन्थ्यो सरस्वती राईले।
यसै गरी चाहिँ हामीले यता पनि हामीले देख्न सक्छौँ यो राष्ट्रिय विकास महिलाको भूमिका बारे छलफल गर्न पञ्चायतको वर्गीय सङ्गठन महिला सङ्घद्वारा आयोजना गरेको कार्यक्रममा चाहिँ विभिन्न परिवार नियोजनका कुराहरू थिए, त्यहाँ गोष्ठीहरू भए। जस्तै अब रानी ऐश्वर्य राज्यलक्ष्मी शाखाका पनि हामी यता देख्न सक्छौँ। उहाँले चाहिँ संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय वर्ष मनाउने क्रममा चाहिँ देशका विभिन्न स्थानमा आयोजना गरेका कार्यक्रमहरू यो अनि विभिन्न स्थानमा कसरी चाहिँ मनाइयो त संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय महिला वर्ष चाहिँ हामी कसरी मनायौँ त नेपालका विभिन्न ठाउँमा भनेर चाहिँ हामी यसरी चाहिँ हेर्न सक्छौँ यता यो च्याप्टरमा। अनि कुराहरू चाहिँ हामीले त दस्तावेजीकरण गरेका छौँ। जस्तै अब हामीले भूमिगतकै कुरा गर्दाखेरि हामी अष्टलक्ष्मी साक्यको हेर्न सक्छौँ। भूमिगतमा उहाँ चाहिँ आफ्नो छोरीलाई, 2वटा छोरीलाई उहाँले घरमै छोडेर उहाँ भूमिगत हुनुभएको थियो। जब उहाँले काठमाडौँमा केही समयपछि चाहिँ आफ्नो छोरीहरूलाई जब भेट्नुभयो, काठमाडौँमा भेटिसकेपछि आफ्नो छोरीहरू स्टुडियोमा गएर खिचाइएको फोटो हो उहाँ अष्टलक्ष्मी साक्य। उहाँ भूमिगत भएर राजनीति गर्ने महिला हो अष्टलक्ष्मी साक्य। अनि यता चाहिँ सुशीला श्रेष्ठ हुनुहुन्छ। उहाँ सुशीला श्रेष्ठ पनि उहाँले चाहिँ विभिन्न खाले राजनीतिमा महिलाका लागि भनेर लड्नुहुन्थ्यो। सुशीला श्रेष्ठले पार्टी आयोजना गरेको अशोक राई जस्तै अब त्यो बेला चाहिँ जुन यसरी चाहिँ उहाँले जनवादी विवाह चाहिँ कसरी गरिन्छ भनेर उहाँको जनवादी विवाह भएको थियो। भूमिगत हुँदै गर्दाखेरि जुन उहाँकै पार्टीमा राजनीति गर्ने एकजना पुरुषसँग जस्तै उहाँको श्रीमानसँग जनवादी विवाह गर्नुभएको थियो सुशीला श्रेष्ठले। उहाँ पनि भूमिगत नै भएर उहाँले अंश छोरी मान्छेले अंश चाहिँ आफ्नो बाउको अंशमा छोरी मान्छेको हक किन नलाग्ने त भनेर चाहिँ छोरी र छोरामा जुन एउटा समानता ल्याउनको लागि छोरी मान्छेले पनि अंश पाउनुपर्छ भनेर उहाँले त्यसरी आवाज उठाइराख्नु भएको थियो। यसै गरी हामी यता पनि हेर्न सक्छौँ। जस्तै अब हामीले हाम्रो समाजमा एकल महिला भनिसकेपछि जब श्रीमानको मृत्यु भइसकेपछि महिलाहरू चाहिँ केही पनि गर्नु हुँदैन, उसको जिन्दगी सकियो भन्ने समाजमा चाहिँ शान्त माना दिने उहाँले चाहिँ एउटा विधवा भएका महिलाहरू अगाडि कसरी गर्ने त? विधवा हुने बित्तिकै हाम्रो जिन्दगी सकिँदैन है। हामी एकल हुने बित्तिकै, एकल महिला हुने बित्तिकै हाम्रो जिन्दगी सकिँदैन। हाम्रो जिन्दगी चाहिँ आफ्नो तरिकाले हामीले बाँच्न पाउनुपर्छ। एकल महिला भनेको एउटा पुरुषले एकल पुरुष भइसकेपछि आफ्नो छुट्टै संसार बनाउँछ भने महिलाहरू त्यही वेदनामा त्यही पीडामा आफ्नो जिन्दगी सकाउनु हुँदैन भनेर उहाँले एकल महिलाको लागि चाहिँ उहाँ भूमिगत भएर उहाँले कामहरू गर्नुहुन्थ्यो। उहाँले त्यो बेला उहाँ भूमिगत भएको बेला लेखिएको त्यही डायरीहरू उहाँले लेखिएको महिला सङ्गठनका केही कुराहरू छन् यसमा, राजनीतिक कुराहरू तपाईँले यसमा देख्न सक्नुहुन्छ। अब हामीले यो नमिता सुनिता केस सबैले थाहा भएको कुरा हो, धेरैजनाले हामीलाई थाहा छ होइन। काठमाडौँमा चाहिँ 2जना जुन हाम्रो राजा वीरेन्द्रको पालामा 2जना दिदी र बहिनी काठमाडौँदेखि पोखरा घुम्न जाने क्रममा चाहिँ उहाँको बलात्कारपछि हत्या गरिएको थियो। तर अहिलेसम्म पनि त्यो हत्याराले चाहिँ कुनै पनि कानुनी कारवाही भएको छैन र उनीहरू जुन नमिता र सुनिताले अहिलेसम्म न्याय पाउन सकेका छैनन्। त्यसको लागि चाहिँ नेपालका विभिन्न जिल्लाहरूमा महिलाहरूले गरिएका आन्दोलनहरू थिए। एउटै यो केस मात्रै नभएर दाइजो प्रथाको विरुद्धमा पनि त्यतिखेरबाट नै आन्दोलन महिलाहरूले सुरु गरेका थिए। विभिन्न छोरी पनि पढ्न पाउनुपर्छ, छोराछोरी बराबरी भन्ने कुरामा त्यो बेला नै महिलाहरूले चाहिँ आन्दोलन सुरुवात गरेका थिए। एउटा जमिनदार विरुद्ध दाङमा कसरी उहाँहरूले आन्दोलन गर्नुभयो त भन्ने एक च्याप्टरमा देख्न सक्छौँ। हामीले यस च्याप्टरमा चाहिँ भूमिगत महिलाहरू जस्तो अब महिला केहीबाट देखिन्छ महिला बहुदल प्रचार समिति भनेर भूमिगत भएका महिलाहरू होइन यति धेरै हजुर यो मङ्गलादेवी सिंहलाई हामी देख्न सक्छौँ। यति धेरै मासको अगाडि चाहिँ महिलाको कुराहरू राखिदिनु छ मङ्गलादेवी सिंहले। यो चाहिँ यो नेभीको बिस्कुट फ्याक्ट्री होइन, बिस्कुट फ्याक्ट्रीमा चाहिँ जुन जागिरबाट निकालिएका केही महिलाहरू बिस्कुट फ्याक्ट्रीमा काम गरिरहेका जेला मजदुरी गरिरहेका महिलाहरूलाई बिस्कुट फ्याक्ट्रीबाट श्रमिक महिलाहरू निकालिएको थियो। त्यो महिलाहरूलाई किन निकालिए त? महिलाहरू एक त महिलाहरू र पुरुषहरू बिचमा श्रमको ज्यालामा एकदमै फरक छ भने अझै उनीहरूलाई कामबाट किन निकालियो त भनेर यो चाहिँ 45 दिनको यो बालाजुको औद्योगिक क्षेत्रभित्र चाहिँ धर्ना बसिएको थियो। जुन चाहिँ यो सुलोचना मानन्दको कलेक्सन हो यो। उहाँले चाहिँ त्यो बिस्कुट फ्याक्ट्रीमा जुन श्रमिक महिलाहरूलाई निकालिएको किन निकालियो त भन्ने विरुद्धमा चाहिँ यो धर्ना बसिएको तस्विर छ। जसमा लक्ष्मी कार्कीले देख्नुहुन्छ, उहाँ पनि त्यो बेला नै उहाँ
भूमिगत भएर आफ्नो घरबाट बाहिर गएर उहाँले उहाँसँग चाहिँ मैले कुरा गरेको थिएँ लक्ष्मी कार्की र सुलोचना मानदरसँग उहाँहरू विभिन्न उहाँहरूको अनुभव छन् महिलाहरूका लागि गरिएका कामहरूका उहाँको इतिहास हेर्ने हो भने उहाँले चाहिँ धेरै कामहरू गर्नुभएको छ। अब यो पनि लक्ष्मी कार्कीहरू हुनुहुन्छ, त्यसै गरी शान्ता मानवीयहरू भूमिगत भएर जुन जनआन्दोलनपछि उहाँहरूले कस्ता कस्ता कामहरू गर्नुभयो महिलाहरूका लागि चाहिँ बौद्धपछि जुन तन्त्रको पुनर्स्थापनापछि उहाँहरूले गरेका कामहरू र उहाँहरूले गरेका सङ्घर्षहरू छन्। यसमा देख्नुहुन्छ यसमा चाहिँ माओवादीको जनआन्दोलनमा के त पुरुषले मात्रै माओवादीको जनआन्दोलन सफल पारेका थिए त महिलाहरूले माओवादीको 10 वर्ष जनआन्दोलनमा महिलाहरूको सहभागिता कस्तो थियो त उहाँहरूले कसरी चाहिँ सङ्घर्ष गर्नुभयो त भनेर यो माओवादीको जनआन्दोलनमा महिलाहरूको सहभागिता र महिलाहरूको सङ्घर्षको महिलाहरूका दुःखका कुराहरू महिलाहरूले कस्ता कस्ता सङ्घर्ष गरेर आफ्नो अधिकारका लागि भन्ने कुरा हामीले यता देख्न सक्छौँ। मुनिको उज्यालोमा पढ्दै भन्ने हाम्रो च्याप्टरमा चाहिँ महिलाहरूको शिक्षाका कुरा चाहिँ शिक्षाहरूमा महिलाहरू कसरी सङ्घर्ष गर्नुभएको छ शिक्षा अनि यताबाट जान्छौँ। यसमा देख्न सक्नुहुन्छ चन्द्रकान्त देवी मल्ल नेपालमा पहिलोपटक चाहिँ छात्र पाठशाला खोल्ने महिला हुनुहुन्छ। उहाँले चाहिँ कुनै पनि महिलाको उमेर हद नतोकेर राजा चन्द्रशमशेरको पालामा खोलिएको पाठशाला थियो चन्द्रकान्त देवी मल्लले कुनै पनि उमेर हद नतोकेर महिलाहरूलाई चाहिँ सानोदेखि ठुलोसम्म महिलाहरूलाई हामी कसरी शिक्षा दिन सक्छौँ त भनेर एउटा अनौपचारिक पाठशालाको सुरुवात गर्नुभएको थियो। जब छोरी मान्छेहरू स्कुलमा पढ्न थाले त्यसपछि उहाँहरू एउटा पढाइमा मात्रै सीमित नभएर विभिन्न खेलहरूमा स्काउटहरूमा छोरीहरू सामेल हुँदै गए, त्यसमा चाहिँ आफ्नो ग्यादरिङहरू बनाउँदै गए। हामी यता देख्न सक्छौँ यता पनि जब छोरी मान्छेहरूले पढ्न थालिसकेपछि उहाँहरू स्कुलमा चाहिँ कसरी उहाँहरू सामेल हुनुभयो त जस्तै अब यो डोटीकै छ डोटीमा चाहिँ बत्ती लगाउने बेलामा पनि छोरी मान्छे यसै सङ्घर्ष गरेर पढ्थे। उहाँहरू आदनमा पढ्दै हुनुहुन्छ। गोमती श्रेष्ठ उहाँ डोटी पहिलोपटक चाहिँ एसएलसी पास गरिसकेपछि गोमती श्रेष्ठ र शान्तालाई चाहिँ डोटीमा यसरी पुरै गाउँ नै आएर फुलमाला लगाएर स्वागत गरिएको त्यो बेलाको एसएलसी भनेको सामान्य थिएन। अनि यता देख्न सक्नुहुन्छ छोरी मान्छेहरू स्कुलमा जान थालिसकेपछि एउटा ठुलो जमातमा यसरी चाहिँ अलि एक दुईजना छोरी मान्छे पढ्ने जमानामा चाहिँ यति ग्यादरिङमा यसरी एउटा कक्षामा यति धेरै छोरी मान्छेहरू देखिएको तस्बिरहरू छ। यो फोटो चाहिँ कहाँको हो? यो फोटो चाहिँ रूपन्देहीको। रूपन्देही हजुर। त्यसै गरी चाहिँ हामी यो पद्मकन्या क्याम्पसमा छोरी मान्छेहरू पढ्न थालेपछि पद्मकन्या क्याम्पसमा पढ्ने छात्राहरूको फोटोजहरू छ। केही फोटोजहरू चाहिँ यता स्टेला तामाङको फोटोजहरू छ। स्टेला तामाङ चाहिँ त्यही बेला एउटा बाल मन्दिर भन्ने स्कुल खोल्नु भएको थियो। अहिले त्यो स्कुलको नाम बिरकुटी स्कुल छ। यसमा चाहिँ विभिन्न क्षेत्रमा पढिरहेका महिलाहरूका तस्बिरहरू छन्। त्यसै गरी यता पनि महिलाहरूले एउटा पाठशालाबाट सङ्घर्ष गर्दाखेरि महिलाहरू दीक्षान्त हुनुभएका महिलाहरूका तस्बिरहरू देख्न सक्छौँ हामीले। यता विद्यावारिधीसम्म पुगेका महिलाहरू स्नातकोत्तरसम्म पुगेर महिलाहरू जुन ग्रेजुएसन हुने दीक्षान्त उपाधि पाएका महिलाहरूका तस्बिरहरू छन् यता। अनि यो चाहिँ पोखराको पृथ्वीनारायण क्याम्पसका महिला विद्यार्थीहरू जुन छात्रावासमा बस्ने विद्यार्थीहरूले एउटा आफ्नो छुट्टै समूह बनाएर त्यही बेला पनि छात्रावासमै बसेर पनि महिलाले चाहिँ आफ्ना आवाजहरू बुलन्द आवाजहरूले उठाउनुहुन्थ्यो। आफ्नो आवाजहरू चाहिँ न्यायका लागि बोल्नुहुन्थ्यो। यस्तै गरी चाहिँ हामीले अकडेमीमा पद्मकन्या क्याम्पसमा पढ्ने विभिन्न छात्राहरू हुनुहुन्छ। महिलाहरूको विभिन्न त्यो बेलामा चाहिँ पढेर आफ्ना आवाजहरू बोल्ने महिलाहरू हुनुहुन्छ पद्मकन्या क्याम्पसमा। पद्मकन्या कलेजमा गाउँ खर्च सेवा योजना भनेको महिलाहरूलाई चाहिँ पद्मकन्यामा पढिसकेपछि अब आफ्नै गाउँमा गएर आफ्नै आवाजहरू उठाउनुपर्छ भन्ने एउटा डिजिटल प्रोजेक्टको संसार डुल्दामा चाहिँ महिलाहरूले कसरी आफ्नो जुन एउटा उहाँहरूलाई एउटा बनाउन 4वटा दिवारीमा बन्द गरेर राखेर तिमीले यो गर्न पाउँदैन, तिमीले पढ्न पाउँदैन, घरैमा बस्नुपर्छ, घरेलु काम गर्नुपर्छ भनेर जुन कुराहरू राखिने गर्थे त्यसलाई तोड्दै त्यो बन्धनलाई तोड्दै उहाँहरू कसरी देशमा मात्र नभइकन देश बाहिर पनि आफ्नो छाप छोडेका छन् कामको माध्यमबाट, चाहे टेक्नोलोजीको माध्यमबाट होस्, चाहे केही नयाँ कुरा एडभेन्चर गर्नेको माध्यमबाट होस्। फोटोहरूलाई यसो हेर्दै जाँदाखेरि
हामी त्रिभुवन विश्वविद्यालयमा कसरी स्नातकोत्तर गर्दै गर्दाखेरि उहाँले थेसिस गर्नुभयो। सुमित्रा मानन्द गुरुङले थेसिस गर्ने क्रममा संसार डुब्नुभयो, उहाँ नेपालको बाहिर गएर डुब्नुभएको, त्यसको बारेमा छ भने शशिकला शर्माले चाहिँ सम्मेलन जुन एउटा हुँदै थियो, सम्मेलन जसमा महिला संस्था विश्व महिला लोकतान्त्रिक सङ्घकोबाट उहाँले त्यसमा पार्टिसिपेट गर्दै बेजिङ र मस्कोको कन्फरेन्समा भाग लिनुभएको थियो। अब संसार डुल्दै गर्दा चाहे कामको क्रममा होस्, चाहे पढाइको क्रममा होस्, या चाहे मनिला जस्ता महिला जो फिलिपिन्समा आफै घुम्न गएका तस्विर नै किन नहोस्, चाहे कोलकातामा गएर फोटो नै खिच्ने कुरा किन नहोस् है, हिरोइनहरूसँग गएर फोटो खिच्ने कुरा। अब यो भनेको सामाजिक परिवेश जुन एउटा बनाइएको छ नि, तपाईँहरू यही नै गरिरहनुपर्छ, नपढ्नुहोस्, तपाईँ कामको लागि बाहिर जान पाउनु हुँदैन, तपाईँ एन्टरटेनमेन्ट भनेको तपाईँको लागि होइन। तर रियालिटीमा इन्टरटेनमेन्टको अधिकार त सबैलाई छ नि, पढ्न त सबैले पाउनुपर्छ। यसमा चाहिँ संसार डुल्दै गरेर उहाँहरूको अनुभवलाई पनि बदलिदिएका छ, त्यो देखाउने प्रयास गरेका छौँ। अब जस्तै यता प्यारासुट नै उडाउनु भएको महिलाहरूलाई आफ्नो कल्चरल डान्स उहाँले देखाउनु पाउनु भएको तस्विर छ युनिभर्सिटीहरूमा। यो चाहिँ सबै फोटो 1961को त मस्कोमा विद्यार्थी जीवन बिताउनु भएको मीना आचार्यको हो भने अन्नपूर्णाले चाहिँ 1979 भनौँ न, जसमा अन्नपूर्णा कुँवर उहाँले चाहिँ प्यारासुट उडाउनु भएको, चोबारमा गएर प्यारासुट उडाउनु भयो। अब त्यसरी प्यारासुट उडाउनु पाउनु पनि आफैमा पनि ऐतिहासिक नै हो, खास गरी नेपालको परिवेशमा हेर्दाखेरि। अघि मैले जुन बेजिङमा कन्फरेन्स अटेन्ड गर्ने भने, उहाँ बेजिङमा कन्फरेन्स अटेन्ड गरेर साङ्घाईमा कन्फरेन्स अटेन्ड गरेर शशिकला शर्माको कलेक्सन फोटो निकालेको, यो चाहिँ 1963 हो। फेरि एकदमै त्यो जमानामा अब शशिकला शर्माको स्वास्थ्य मान्छेमा पनि उहाँले बोल्नुभएको पत्रिका सम्पादन पनि गर्नुहुन्थ्यो र त्यही क्रममा उहाँको कन्फरेन्सहरूमा यो पहिलो विदेश यात्रा, ठुलो विदेश यात्रा जस्तै भयो। अब यो पर्टिकुलर तस्विर हेर्दाखेरि यसमा के छ भने टेक्नोलोजीको कुरा गर्दाखेरि, स्पोर्ट्सको कुरा गर्दाखेरि प्राय आउने भनेको बलको कुरा, एकदम केटा मान्छेको कुरा हुन्छ। तर यो तस्विर नै मलाई चाहिँ एकदम आइकोनिक लाग्छ कि कसरी विराटनगर जुट मिलमा महिलाहरूले नै यो मसिन चलाउन सिकेर तालिम लिएर उहाँले फ्याक्ट्रीमै काम गर्नुभएको छ। यो फ्याक्ट्रीमा प्राय सबै महिलाले नै काम गर्नुहुने। यसको मतलब संसार घुम्दै गर्दाखेरि उहाँले टेक्नोलोजीको पनि कसरी सिक्दै गए, प्राविधिक कुराहरू सिक्दै तालिम लिँदै उहाँहरू अगाडि बढ्दै गए भन्ने कुराहरू पनि यसमा फोटोमा देखाइएको छ। अब यो उहाँ आफै ट्रेड युनियनको कार्यकर्ता हुँदाखेरि आफूले कसरी त्यहाँ गएर, अब यो टेक्निकल कुरा हो नि त, टेक्निकल कुरामा चाहिँ उहाँ कसरी बाहिर गएर त्यो कसरी सिक्ने भनेर उहाँ चाहिँ अलिकति तालिम नै लिएर आउनुभएको छ। निर्माताले स्कुलमा फोटो खिचिएको उहाँको फोटो छ। यो दक्षिण कोरियामा 1995मा कोरियाको कारखानामा काम गर्ने अब प्रवासी नेपालीहरूको कुरा आयो। अर्को चाहिँ मलाई एकदम इन्ट्रेस्टिङ लागेको यो मीना आचार्यको कलेक्सन हो, जसमा हाम्रो महेन्द्र राजमार्ग बनाउँदाखेरि अब त्यही मैले अघि भने नि रोड बनाउने कुरा जुन थियो नि, त्यो रोड बनाउने या बलको कुरा, टेक्नोलोजीको कुरामा प्राय केटा मान्छेहरूको नै गर्छन् भन्ने जस्तो लाग्छ। तर यो फोटोमा हामी हेर्न सक्छौँ यहाँ महिलाहरूले नै त्यो रोड खन्नु भएको छ। उहाँहरूको सहभागिता पनि एकदमै उत्साहजनक सहभागिता नै थियो। यो महेन्द्र राजमार्गकै हो कि अथवा अरू कुनै ठाउँको? होइन, त्यो चाहिँ नै महेन्द्र राजमार्ग थियो, रक्सौलसँग जुन जोडिएको थियो नि, काठमाडौँलाई भारतसँग जोड्ने महेन्द्र राजमार्ग। यो चाहिँ सुशीला भट्टराईको कलेक्सन। यो कलेक्सनमा चाहिँ एउटा अर्गनाइजेसन जुन कि सुर्खेत, यो चाहिँ गभर्मेन्ट बेस्ड अर्गनाइजेसन हो। गभर्मेन्ट बेस्ड अर्गनाइजेसन जसलाई गभर्मेन्टले फन्ड गर्ने, त्यो अर्गनाइजेसनमा सुशीला भट्टराई चाहिँ काम गर्नुहुन्थ्यो। अर्गनाइजेसनले विभिन्न गाउँ अथवा नगरपालिकामा गएर ट्रेनिङ दिने कामहरू गर्थ्यो। त्यो ट्रेनिङको क्रममा खिचिएको, यो ट्रेनिङ दिँदै जाँदा खिचिएको यो फोटो भयो। त्यस्तै
आफ्नो ठाउँबाट बाहिर निस्केर जीवनमा पहिलोपटक उहाँले समुद्र देख्न पाउनु भएको छ प्रतिभा। एउटा हुन्छ नि आफू घरबाट दैलोबाट बाहिर निस्केर संसारबाट बाहिर निस्केर कहीँ जानु पऱ्यो भने एकदमै नौलो एक्सपिरियन्स, थोरै डर, धेरै खुसी, कतिपय तस्विरहरूले त्यो चाहिँ एउटा क्याप्चर गर्न खोजेको छ। मलाई यो तस्विर पनि एकदमै मनपर्छ। यो चाहिँ दुर्गा सोब र उनको साथीसँग होइन, उहाँहरू चाहिँ फिल्म लोकल बस चढेर फिल्म हेर्न जानुभएको क्या। अब अहिलेको समयमा त केही पनि नलाग्ला, तर त्यति बेलामा त्यसरी बाहिर गएर फिल्म हेर्न पाउनु पनि आफैमा कति ठुलो कुरा। शान्ता श्रेष्ठ सङ्कलन एउटा छ, शान्ता श्रेष्ठ कलेक्सनमा चाहिँ उहाँ चाहिँ लन्डन बिबिसीमा काम गर्दै गर्दाखेरि उहाँले बिताउनु भएको केही पलहरूको तस्विर, अब कार्यालय बाहिर भएको कामहरू, त्यस्तै पर्सनल भिजिट त गरिरहनु हुन्थ्यो, कामको भिजिट त गरिरहनु हुन्थ्यो। अब मैले काम एनिमेसनमा काम गरेको भनेको उहाँ अमृता लम्सालको फोटो हो यो। अमृता लम्साल चाहिँ जर्नलिस्ट हुनुहुन्छ र जनयुद्ध हुँदाखेरि त्यो जुन हाम्रो पिक जनयुद्ध भएको बेलामा त्यति बेलामा मेलहरूलाई जान नदिने कुरा थियो क्या। त्यो गाउँ जता माओवादी थिए नि, त्यो गढमा जान नदिने कुरा थियो। त्यति बेलामा चाहिँ अब उहाँले एउटा महिलाको टिम बनाएर नै कसरी उहाँ चाहिँ त्यो ठाउँसम्म 6 जनाको टिम बनाएर त्यहाँ रिपोर्टिङ ग्राउन्ड फिल्ड रिपोर्ट गर्न जानुभयो र पत्रिकामा उहाँले रिपोर्ट छाप्नुभयो। यो त्यो पनि आफैमा एउटा उदाहरणीय ज्यानको रिस्क गरेरै त्यसरी जानुभएको पनि छ तस्विरहरू। सक्यो त्यत्रो गरेन क्या, हामीले त परे गऱ्यौँ नि यो।